खाना खाइसक्नुभयो तपाईहरुले? मैले चाहिँ सुरु गरेँ है त ल। आज चाहिँ यो फर्सीको अलिकति रस टाइपको अलिकति ग्रेभी टाइपको छ। अनि त्यसपछि आलु भाजा, यो डल्ले कागती प्याज भइहाल्यो है। अनि यो चाहिँ आज अलिकति स्पेशल यो फर्सीको फुलको पकौडा, अनि यो फर्सीको पत्ता र प्याजको प्याजी, अनि यो दालको पकौडा, यो पापड भइहाल्यो। अनि आज मैले दही लिएको छु है त। ल मैले चाहिँ सुरु गरेँ है त। हजुर। आज अलिकति ग्रेभी टाइपको फर्सी रहेछ। 괜찮아요? 그렇죠. फर्सी चाहिँ अलिक गिलो रस टाइपको, रस त ग्रेभी टाइपको पकौडा। मेरा कुछ फर्सीको पत्ता र प्याज मिसाएर बनाएको पकौडा है। एक पिस मात्रै खान्छु म त। यो पकौडा चाहिँ फर्सीको फुल हुन्छ नि त, येल्लो कलरको, हो त्यो येल्लो कलरको फुलको बनाएको पकौडा है यो। वन पिस मात्रै। मिठो लाग्छ मलाई चाहिँ, किन धेरै मन पराउँछु फर्सीमा पाकेको फर्सी। बच्चादेखि नै म धेरै खानु पर्छु। एकजना साथीले कमेन्ट गर्नुभएको थियो, फर्सी एक डोको लिनुभएको छ कि क्या हो, जहिले फर्सीको मात्रै भिडियो हाल्नुहुन्छ त भन्नुभएको थियो कि। अस्तिको फर्सी चाहिँ अलिक फ्राईवाला थियो, आजको चाहिँ अलिकति ग्रेभीवाला छ। अनि आज अलिकति फर्सीको आइटमहरू, यो फर्सीकै पकौडा हो, यो पनि फर्सीकै फुलको पकौडा हो, यो फर्सीको पत्ताको पकौडा हो, यो दालको पकौडा हो। आज अलिकति फर्सीकै आइटम भए पनि अलिकति भिन्दै किसिमको छ है त।
फर्सीको तरकारी भएको बेलामा भात यति छिटो खाइन्छ नि आम्मामा। सुलुत सुलुत छिर्छ घाँटीबाट पनि हो, टाइम लाग्दैन क्या। यो यस्तो हरियो खालको कागती चाहिँ मलाई त्यतिकै मनपर्छ खानु। त्यो फेरि हरियो कागतीको यो चाहिँ डल्लै यसै खायो भने तपाईँको पेट पनि सफा हुन्छ अरे क्या, बोक्रा सुत्ता खायो भने। खाना चाहिँ फेरि अलिकति छिटै खाने गर्ने गरेको छ। खाना चाहिँ अब यहाँहरूले चाहिँ कसरी खानुहुन्छ, मेरो चाहिँ बिस्तारै खाने बानी छैन, अलिकति फास्ट नै हुन्छ खाना प्रायः। अनि अर्को नयाँ खोल्दै गरेको युट्युब एकाउन्ट खोल्नु त मैले धेरै पहिला खोलेको हो, तर युट्युबै चलाउँदिनँ थिएँ मैले, अरूहरूको भिडियो हेर्थेँ तर आफू चलाउँदिनँ थिएँ। त्यसले गर्दा मेरो युट्युब एकाउन्ट चाहिँ @रञ्जन सापकोटा 80 @रञ्जन सापकोटा 80 भनेर सर्च गर्नुभयो भने युट्युबमा यहाँहरूले भेट्नुहुन्छ। यहाँहरूले मलाई सब्सक्राइब गरिदिनु होला है, यसो माया गरिदिनु होला, तपाईँहरूको माया हो सबभन्दा ठुलो कुरो। दालको पकौडा मैले खाने अब भिडियो नकाटेको भिडियो एउटा पनि काट्दै नकाटेको भिडियो चाहिँ मैले चाहिँ मेरो युट्युब एकाउन्ट @रञ्जन सापकोटा 80 भनेर सर्च गर्नुभयो भने युट्युबमा त्यहाँ भेट्नुहुन्छ, त्यहाँ हेर्नु सक्नुहुन्छ यहाँहरूले। मैले खाना खाएको भिडियोहरू फुल भिडियोहरू त्यहाँ हालेको छु क्या मैले। अब फेसबुकमा अलिकति सर्ट रिल मात्रै हाल्न मिल्ने भएकोले गर्दा मैले युट्युबमा हालिरहेको छु। खालि भात खाएको मात्रै भिडियोहरू हाल्छ भनेर भन्नुभएको थियो एकजना साथीले। अब भात खाना अब भनेको अब अलिकति खाना खाए जस्तो, अरू खाए जस्तो खाना खाए जस्तो लाग्दैन क्या मलाई। अरू खाएको भिडियोहरू पनि म हाल्छु यहाँहरूको लागि होइन, तर अहिले
साउन महिना भएकोले गर्दाखेरि अलिकति माछा मासुहरू खाइँदैन अहिले साउन महिनामा। त्यसले गर्दा घरमा यही भेजिटेबल मात्रै चल्छ। त्यसले गर्दा म बाहिर पनि गएको छुइनँ। म बाहिर गएर पनि भिडियोहरू खाएको भिडियोहरू बनाएर हाल्छु यहाँबाट होइन। राम्रो राम्रो खानेकुराहरू के हुन्छ यहाँहरूलाई म देखाउँछु। मलाई चाहिँ ट्रेडिसनल फुडै मनपर्छ। मलाई चाहिँ नेपाली खानाहरू दाल भात तरकारी नै मलाई चाहिँ एकदम मनपर्ने भएकोले गर्दा म यही भिडियोहरू चाहिँ हाल्न मलाई एकदम मनपर्छ। मैले खाना खाइसकेँ। यहाँहरू सबैले खाना खाइसकेपछि नै मैले खाना खान्छु होला सायद, किनभने मेरो अलिकति खाना खाने टाइम बिहानको अलिकति ढिलै हुन्छ। फर्सी एकदम मिठो छ है। भिडियो साह्रै लामो हुन्छ, काटकुट गरेर बनाउनु पर्ने हुन्छ। फुल भिडियो हाल्नु पाए यहाँहरूलाई पनि अलिक रमाइलो हुन्छ होला। मैले चाहिँ खाना खाइसकेँ है। म चाहिँ फेरि खाना खाएर आफूले खाएको थाल आफै सफा गर्ने बानी छ मेरो। मेरो बुवा आमाले सानैदेखि यही बानी सिकाउनु भयो मलाई। म पाहुना जाँदा पनि म आफूले खाएको थाल आफै सफा गर्ने गरेको छ। तर कतिपय ठाउँमा दिनुहुन्न उहाँहरूले, पाहुनाहरूले दिनुहुन्न। ल मैले चाहिँ खाना खाइसकेँ, यहाँहरूले पनि खाइसक्नुभयो होला, सबै मैले खाइसकेँ।